हेलो गाइज, वेलकम टु माई मिनी ब्लगमा गाइजहरू होइन। साउदीमा चिसो भएर फाटिसक्यो गाइज। नेपालको मुस्ताङतिर बसे जस्तो भइरहेछ चिसो भएर होइन। अब ड्युटी सकेर रुमतिर लागियो अनि यस्तै छ, लाइफ चलिरहेछ। बिहान 7 बजे उठ्यो, ड्युटी आयो, फेरि 7 बजे ड्युटीबाट गयो होइन। जिन्दगी त झन् भइसक्यो नि गाइस, काम गर्दा गर्दा गर्न केही पनि सकेको छैन होइन। अहिले अब जाडो महिना त्यस्तै लाग्छ, जाडोले पुरै जुन हुनुपर्ने चिजै त्यही छैन जस्तो भइसक्यो पुरै चिसोले। अब जाने हो, तातो पानी नुहाउने हो गाइस होइन। अब कसले अब मेरो भिडियोलाई जसले हेर्नुहुन्छ लाइक सब्सक्राइब गरिदिनु होला होइन। म चाहिँ अब सिधै अहिले चाहिँ साउदीबाट हो। साउदीको मौसम हो गाइस, यो चाहिँ पुरै चिसो भएर ओ माई गड, नाक पनि पुरै कुकुरको जस्तो भइसक्यो गाइस यार चिसो भएर। अनि बिहानदेखि 7 बजीदेखि हानेको गाइस काम। अहिले 7 बजिसक्यो, 7:30 भइसक्यो, बल्ल निस्केको ड्युटीबाट। कति हान्ने गाइस अरूको काम पनि हान्दा हान्दा जिन्दगी झन् भइसक्यो, जामा लाउने जस्तो भइसक्यो। अब यस्तै हो, यस्तै छ जिन्दगी, चलिरहेछ होइन। चलाउनै पर्ने रहेछ, के गर्ने त गाइस लाइफमा। यसकै साइडमा हो मेरो काम गर्ने ठाउँ चाहिँ, यही टावरको साइडमा। टावर के भन्ने बिल्डिङ, जुन यो बिल्डिङ देखिरहेछ यसकै साइडमा हो म काम गर्ने चाहिँ। म चाहिँ अहिले निस्केको काम गर्ने ठाउँबाट। वाइल चिसो छ गाइस, वाइले अब चिसो छ भनेर तातो पानी ढ्याङ्ग खोल्यो, नुहायो गाइस होइन। कपाल झरेर पुरै तालु भइसक्यो, निधार पुरै डाँडा भइसक्यो, सगरमाथा जस्तो भइसक्यो गाइस होइन। कपाल झरेर तालु भएर यस्तै छ लाइफ। माई गड, चिसोले त पुरा हात पुरै झर्न लागिसक्यो गाइस यार। म चाहिँ ड्युटी छुट्टी भएर आएँ गाइजहरू होइन। जो साउदीबाट हेर्दै हुनुहुन्छ गाइजहरूलाई टेक केयर भन्छु। चिसोमा टक्क राम्रोसँग काम गर्नु होला, राम्रोसँग बस्नु होला। जति पनि साउदीमा भएको दाजुभाइहरू होइन बसिरहनु भएको छ, हेर्नुहुन्छ भएको छ भने लाइक सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला है। त्यही भन्दै आजलाई यतिकै गाइज, रुममा आइसक्यो। अब अर्को भिडियोमा भेटौँ न गाइज है।